नमस्कार सबैजनालाई। आज मङ्सिर 19 गते सोमबार प्रदेश लोकसेवा आयोग कोशी प्रदेश विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका प्राविधिक तथा अप्राविधिकतर्फ सहायक वा नायब सुब्बा स्तरका 5औं तहका पदहरूको लागि विज्ञापन खुलाइसकेका छन्। साथै यहाँ सुरुमा बढुवाको लागि भनेको छ, जसमा अलरेडी कार्यरत निजा कर्मचारीले मात्र आवेदन दिन पाउँछ। हामी सबैलाई चाहिएको खुलातर्फको लागि हो। हामी सबैले खुलातर्फको लागि चर्चा गरौँ। खुलातर्फ न्यूनतम योग्यता पुगेका विद्यार्थीहरूले अनलाइन मार्फत psconline.p1.gov.np मार्फत आवेदन दिन सकिन्छ। र यहाँ खुलातर्फ सुरुमा प्राविधिकतर्फको लागि भनिएको छ, जसमा जम्मा 115 जनाको लागि विज्ञापन खुलेको छ र प्राविधिकतर्फ पनि विभिन्न समावेशीकरण समूहमा कोटाहरू छुट्याएको छ। जस्तै खुल्ला, आदिवासी, जनजाति, महिला, थारू, मधेसी, मुस्लिम, अपाङ्ग जस्ता कोटाहरूमा विभिन्न पदहरू वा विभिन्न सङ्ख्यामा कोटाहरू खुलाएका छन्। र यसमा सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्रविधि, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, पब्लिक हेल्थ नर्स, फार्मेसी सुपरभाइजर, एनेस्थेसिया सुपरभाइजर जस्ता पदहरूको लागि विज्ञापन खुलाइसकेका छन्। जसमा एप्लाई गर्नको लागि कम्तीमा डिप्लोमा इन रिलेटेड फिल्ड यानि 3 वर्ष डिप्लोमा गरेको हुनुपर्दछ र हामी जुन फिल्डमा एप्लाई गर्दछौँ जुन पदमा एप्लाई गर्दछौँ त्यही रिलेटेड फिल्ड हुनुपर्दछ। जस्तै सिभिलको लागि एप्लाई गर्दा डिप्लोमा इन इन्जिनियरिङ वा सिभिल इन्जिनियरिङ हुनुपर्दछ। हेल्थ असिस्टेन्टको लागि एप्लाई गर्दा डिप्लोमा इन एचए हुनुपर्दैछ। जस्तै नर्सको लागि एप्लाई गर्दा 3 वर्ष नर्स हुनुपर्दछ। र अब आयो अप्राविधिकतर्फ, जसमा नायब सुब्बा वा लेखापाल सहायक जस्ता पदहरूको लागि विज्ञापन खुलेका छन्। जसमा 122 जनाको लागि विज्ञापन खुलाइसकेका छन् र अप्राविधिकतर्फ पनि प्राविधिक जस्तै विभिन्न कोटाहरूमा खुलाएका छन्। जस्तै महिला कोटा, आदिवासी, जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, अपाङ्ग जस्ता कोटाहरू रहेका छन्। र अब हेरौँ परीक्षाको किसिम। परीक्षा लिखित कम्प्युटरसिप परीक्षा र अन्तर्वार्ता गरी 3 चरणमा हुने गर्दछ। र लिखितमा 2वटा पेपर हुन्छ, फर्स्ट पेपर र सेकेन्ड पेपर। र यहाँ परीक्षाको मिति पनि दिएको छ। प्राविधिक र अप्राविधिकतर्फ दुवैतर्फ फर्स्ट पेपर फागुनमा र सेकेन्ड पेपर चैतमा हुन्छन्। र यहाँ हेरौँ फर्स्ट र सेकेन्ड पेपरको इक्जाम, कुन समूहको इक्जाम, कुन पदको इक्जाम कहिले कहिले हुन्छ, फर्स्ट पेपरको इक्जाम कहिले हुन्छ, सेकेन्ड पेपरको इक्जाम कहिले हुन्छ भन्ने सम्पूर्ण मितिहरू दिएको छ। हेरेर आफ्नो समयमा फर्म भर्नुहोला र समयमा इक्जाम दिनुहोला। र यदि तपाईँ सङ्घीय लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने तपाईँको लागि यो सुनौलो अवसर रहेको छ। र सङ्घीय लोकसेवाको सिलेबस नेली 60 to 70% कभर अप गर्छ। सङ्घीय लोकसेवाको तयारीले नै इनफ हुन्छ। तपाईँहरू यदि सङ्घीय लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने यस्तो सुनौलो अवसर नछुटाउनुहोला र यसमा पनि अवश्य फर्म भर्नुहोला। अब हेरौँ एप्लाई गर्ने अन्तिम मिति। एप्लाई गर्ने अन्तिम मिति पुस 20 गते रहेको छ र दोबर दस्तुरमा पुस 27 गतेसम्म आवेदन दिन सकिन्छ। छिटो फर्म भर्नुहोला। र एप्लाई गर्दा कति शुल्क लाग्छ त? र यो नायब सुब्बा या स्तर 5औँमा एप्लाई गर्दा 700 राजस्व यानि दस्तुर लाग्छ, प्लस एक्स्ट्रा समावेशीकरण वा समूह वा कोटामा एप्लाई गर्दा प्लस 200 लाग्नेछ। यानि न्यूनतम राजस्व 700 र एक्स्ट्रा कोटामा एप्लाई गर्दा 200 बढी लाग्दछ। र अब कुरा गरौँ उमेर हदको। पुस 20 गतेसम्म 18 वर्ष पुरा भई 35 वर्ष ननाघेको पुरुषको हकमा र महिलाको हकमा 40 वर्ष ननाघेको र हकमा यानि कार्यरत कर्मचारीको हकमा उमेर हद वा उमेर हक लागू हुने छैन।